जयमसी तपाईहरु सबैलाई स्वागत छ आजको प्रेरित अनि पावलको मिसनरी यात्राको क्लास 3 मा हामी यो क्लास प्रेरित 2 अध्यायबाट हामी गरिरहेका छौं। सर्वप्रथम म प्रेरित 2 को 1 देखि 12 सम्म पढेर बताउन चाहन्छु। लेखिएको छ, अनि पेन्टिकोस्टको दिन पूरा हुँदै गर्दा तिनीहरू सबै एकै मनका भई एकै ठाउँमा थिए, अनि एक्कासी स्वर्गबाट भारी आँधी चले झैं हुरुरु आवाज आयो र तिनीहरू बसेको सारा घरलाई भरिदियो। अनि आगाका जस्ता चिरा परेका जिब्राहरू तिनीहरू कहाँ देखा परे र त्यो तिनीहरू मध्ये हरेक माथि बस्यो। अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई बोली दिनुभए अनुसार तिनीहरू अरू भाषाहरूमा बोल्न लागे। अनि आकाशमानिको हरेक जातिबाट आएका भक्त यहुदी मानिसहरू यरुशलेममा बास गरिरहेका थिए। तर जब त्यो आवाज भयो तब एउटा भिड भेला भयो र ती छक्कै परे, किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेको सुन्यो। अनि तिनीहरू सबै छक्कै परेर आपसमा यसो भन्दै अचम्म माने, हेर, के यी बोल्नेहरू सबै गालिली होइनन् र? अनि कसरी हामी मध्ये हरेकले जुन भाषामा हामी जान्यौं त्यसैमा बोलेको सुन्दैछौँ त? पार्थी, मेदी र एलामीहरू, अनि मेसोपोटामिया, यहुदिया, कप्पाडोसिया, पोन्टस, एसिया, फ्रिगिया, पम्फिलिया, मिस्र र कुरेनीका वरिपरि भएका लिबियाका भागहरूमा बस्नेहरू, अनि रोमका परदेशीहरू, यहुदीहरू र यहुदी धर्म अपनाउनेहरू, क्रेती र अरबीहरू, हामी तिनीहरूलाई हाम्रा आफ्नै भाषाहरूमा परमेश्वरको महान कार्यहरूको विषयमा बोलिरहेका सुन्दछौँ। अनि तिनीहरू सबै छक्कै परेर आपसमा यसको मतलब के हो भन्दै अलमल्ल परे। सो प्रियरो, आज यो प्रेरित 2 मा 2 लाई हामी हेर्दछौँ भने 3 वटा भागमा यसरी विभाजित गर्न सक्दछौँ। पहिलो सेक्सनमा हामी देख्दछौँ पवित्र आत्माको कार्य, पवित्र आत्मा ओर्लाउनु भएको प्रेरितहरूमाथि, विश्वासीहरूमाथि। त्यस पछाडि हामी देख्दछौँ पत्रुस उनीहरूमध्ये उठेर भिडहरूको विचारलाई क्लियर गर्दै उहाँले सुसमाचार बडो गजबको सुनाउनु भएको छ। अनि उहाँको सुसमाचारमा प्रभु येशू ख्रीष्टको क्रुसको मृत्यु, उहाँको च्यानमा गाडिनु भएको अनि मृत्युबाट तेस्रो दिन बौरी उठ्नु भएको कुराहरूलाई योवेलको पुस्तक अनि भजन सङ्ग्रहबाट उहाँले त्यो वचनहरूलाई कोट गर्दै उहाँले यो भन्दै हुनुहुन्छ कि तपाईहरूले खोज्नु भएको ईश्वर चाहिँ अब त्यो मन्दिरमा, यरुशलेमको मन्दिरमा होइन, तर चर्चमा हुनुहुन्छ। अनि प्रभु चाहिँ आज चर्चद्वारा कार्य गरिरहनु भएको छ। अनि अर्को सेक्सन हामी देख्दछौँ भने जब त्यहाँ 3000 मानिसहरूले विश्वास गरे, त्यस पछाडि त्यहाँ चर्चको सुरुवात भएको छ। अनि हामी देख्दछौँ 42 देखि लिएर 47 सम्म, 42 to 47 हामी त्यहाँ के देख्दछौँ भने देहको जीवन, कि कसरी विश्वासीहरू जोहरू भर्खरै उद्धारमा आएका थिए अनि उनीहरू प्रेरितहरूको शिक्षामा, सङ्गतिमा, प्रभुको आराधनामा, अनि अगाडि हामी हेर्दै जान्छौँ भने उनीहरू सुसमाचारका कुराहरूमा, मिसनमा उनीहरू लागेका थिए। सो यो 3 वटा प्रेरितको 2 लाई हामी यसरी 3 वटा भागमा हेर्न सक्छौँ। सो आजको यो क्लासमा 2 वटा मुख्य कुरा म तपाईहरुसँग सेयर गर्न चाहन्छु। पहिलो, कि चर्चको सुरुवात कसरी भए, अनि दोस्रो, चर्चको मौलिक महत्त्व र आधारभूत शिक्षाहरू, फाउन्डेसनल टिचिङ के हो भन्ने कुराहरूलाई आज हामी हेर्नेछौँ मुख्य गरेर। अनि योभन्दा पहिला हामी सिक्नेछौँ कि प्रेरित 2 मा प्रयोग गरिएको केही त्यो टर्म्सहरूलाई हामी हेर्नेछौँ। जस्तै त्यसको स्पष्टीकरण म तपाईहरुलाई गर्नेछु। जस्तै पेन्टिकोस्ट भनेको के हो,
अनि समयको पहिलो प्रहर भनेको होइन, अनि यस्ता यस्ता अनि अ, अ, अन्य भाषाका कुराहरू होइन। सो म केही क्षणमा तपाईँसँग सेयर गर्नेछु। सो पेन्टिकोस के हो त होइन, किनभने यहाँ हामी पाउँदछौँ प्रेरित 2:1 लेखिएको छ, अनि पेन्टिकोसको दिन पुरा हुँदै गर्दा तिनीहरू सबै एकै मनका भई एकै ठाउँमा थिए होइन। सो जसरी प्रभु येशू ख्रिस्टले प्रेरित 1 अध्यायको 8 त्यहाँमा हामी पाउँदछौँ कि आफ्नो चेलालाई भन्नुभएको तिमीहरू जाऊ अब यरुसलेममा बस, अनि जब पवित्र आत्मा आउनुहुनेछ तब तिमीहरूले सामर्थ्य पाउनेछौ, तब तिमीहरू मेरो लागि गवाई बन्नेछौ। सो अनि उनीहरू प्रभुको वचनअनुसार उनीहरू त्यहाँ जाँदछन् यरुसलेम। हुनसक्छ त्यो जग्गा यरुसलेमको मन्दिरको नजिकै, जहाँ यहुदी भक्तहरू संसारको विभिन्न ठाउँहरूबाट यरुसलेमको मन्दिरमा त्यो पेन्टिकोसको चाडको लागि उनीहरू आएका थिए। सो यो पेन्टिकोस के हो त होइन, ग्रिकमा लेखिएको छ पेन्टे, जसको अर्थ 50वाँ दिन होइन। अनि यो चाहिँ यो पेन्टिकोसको चाड अथवा पर्व चाहिँ यहुदीहरूको 7वटा चाडहरूमध्ये चौथो चाडमा आउँदछ। पहिला आउँदछ निस्तार चाडको पर्व, त्यस पछाडि अख्मिरी रोटीको चाड, त्यस पछाडि आउँदछ अगौटे फलको चाड अथवा पर्व, अनि आउँदछ पेन्टिकोसको चाड अथवा पर्व। सो निस्तार चाडको पर्व होइन ले, अनि बाइ द वे यो 7वटा पर्वहरूले येशू ख्रिस्टको नयाँ नियमको मिनिस्ट्रीलाई पनि अथवा नयाँ नियममा हुने मिनिस्ट्रीहरूलाई पनि बताउँदछ, सङ्केत गर्दछ। त्यसरी यस निस्तार चाडले येशू ख्रिस्टको क्रुसको मृत्युलाई बताउँदछ भने अख्मिरी रोटीले उहाँलाई कब्रमा राखिएको दिन, अनि अगौटे फलको चाडले बताउँदछ उहाँ पुनरुत्थान हुनुभएको दिन, अनि पेन्टिकोसको चाडले बताउँदछ येशू ख्रिस्ट मृत्युबाट बौरी उठ्नु भएको 40 दिन पछाडि उहाँ स्वर्ग उक्लाउनु भयो, अनि स्वर्गबाट 10 दिन बादमा अथवा 50वाँ दिनमा जो पेन्टिकोसको चाड थिए त्यो दिन होइन हामी देख्दछौँ स्वर्गबाट पवित्र आत्मा प्रभु येशू ख्रिस्टले प्रतिज्ञा गर्नु भए अनुसार उहाँ आउनुभयो र त्यहाँ चर्चको सुरुवात भएको छ। सो अर्को शब्द छ वर्ष 15मा एक पहर होइन। सो यहाँ हामी देख्दछौँ एक पहर अथवा यहाँ लेखिएको छ 2:15मा, किनकि तपाईँहरूले सोच्नु भए चाहिँ यिनीहरू मातेका होइनन्, किनकि दिन त एक पहर मात्र चढेको छ। यो एक पहर भनेको चाहिँ के हो त भन्दाखेरि कति बजे भन्दाखेरि त्यो समयको 9 देखि 10 बजे बिहानको समयलाई बताउँदछ। सो अहिले हामीले पढेको प्रेरित 2:1 देखि 12सम्म हामी के पाउँदछौँ भने सो पवित्र आत्मा आउनुभएको छ, अनि पवित्र आत्मा को विभिन्न रूपहरूमा उहाँ एउटा दृश्य रूपले उहाँ आउनुभएको छ। अनि पहिलो दृश्य अथवा चिन्ह चाहिँ हामी के देख्दछौँ भने आँधीको रूपमा हुरुरु हावाको आवाज आए, अनि दोस्रो हामी त्यहाँ देख्दछौँ आगोको चिरा परेका जिब्राहरू उनीहरूमाथि अथवा प्रेरितहरू त्यहाँ अरू चेलाहरूमाथि बसे, अनि तेस्रो हामी देख्दछौँ त्यहाँ चिन्ह उनीहरू जसमाथि त्यो पवित्र आत्मा वास गर्नुभयो उनीहरू अन्य भाषामा बोले अथवा अरू भाषाहरूमा बोले। अनि अरू भाषा भन्नाले यहाँ स्पष्ट लेखिदिएको छ पार्थी, मेदी, एलामी, मेसोपोटामिया, पोन्चस होइन, एसिया, मिश्र, अनि
यी भाषाहरूमा बोले भनेर त्यहाँ लेखिएको छ। अनि त्यो भाषाहरूलाई ग्रिकमा उदाहरणको तौरमा 2:4 भाषाहरू लेखेको छ। त्यो भाषाहरूलाई ग्रिकमा भन्दछ ग्लोसाइया। अनि अर्को ठाउँमा लेखेको छ 6मा त्यहाँ देख्दछौँ उनीहरूले भने कि हामी हाम्रै भाषामा यिनीहरू बोलेका सुनिरहेका छैनौँ, त्यसलाई भन्दछ भाषालाई डायलेक्टो। सो ग्लोसालिया अनि डायलेक्टोले एउटै कुरो स्पष्ट गर्दछ कि उनीहरू जब पनि बोले भाषामा, अन्य भाषामा बोले, अथवा उनीहरूको भाषा ग्रिक थिए भने उनीहरू अरू अरू भाषाहरूमा बोले भनेर त्यहाँ लेखिएको छ है। सो यसकारण जब प्रेरितहरू पवित्र आत्माले भरे अनि उनीहरू नजानेका भाषाहरूमा बोल्न लागे, हुनसक्छ प्रार्थना गर्न लागे, हुनसक्छ स्तुति गर्न लागे, हुनसक्छ परमेश्वरका पुरा कार्यहरूको वर्णन त्यहाँ गर्न उनीहरू लागेका छन् होइन। सो अनि यी दिनमा यी चिन्हहरू किन देखा परे त होइन। अनि किन देखा परे भन्दाखेरि पहिलो कोरिन्थी 14:22ले स्पष्ट गर्दछ, त्यहाँ हुने विश्वासीहरूको निम्ति अविश्वासीहरूको निम्ति त्यहाँ धेरै अविश्वासी यहुदीहरू, गैर क्रिस्चियनहरू त्यहाँ मौजुद थिए, हजारौँको सङ्ख्यामा होइन। अनि उनीहरूको ध्यान परमेश्वरको मन्दिरबाट, त्यो यरुसलेमको मन्दिरबाट अब चाहिँ परमेश्वरको कार्य चाहिँ चर्चद्वारा सुरु हुँदैछ भन्ने त्यो सङ्केत दिनलाई पनि त्यो एउटा चिन्हको रूपमा परमेश्वर त्यसरी उनीहरू अन्य भाषामा बोलेका छन्। सो अनि भाषा भनेको जस्तै म नेपाली, अनि मैले कुनै एउटा ठाउँमा गएर, नजानेको ठाउँमा गएर त्यहाँको नजानेको भाषा, नसुनेको भाषा, मैले नसिकेको भाषा अचानक मैले बोल्न थालेँ भने त्यसलाई अन्य भाषा भन्दछन्, अथवा त्यो पवित्र आत्माको आश्चर्य कर्म हो भनेर हामी विश्वास गर्न सक्छौँ अनि हामी त्यो विश्वास गर्छौँ। अनि नसिकेको भाषाहरू विशेष गरेर है। सो तर आज चर्चहरूमा विश्वासीहरू अनि अगुवाहरू काहीँ न काहीँ उनीहरूले मिसअन्डरस्ट्यान्ड गर्नुभएको छ कि अन्य भाषा भनेको चाहिँ केही पनि बरबराउने अनि आवेशमा आएर यो मदमस्त भएर के बरबराउने, वास्तवमा त्यहाँ बरबराउने चाहिँ होइन, तर उनीहरू भाषाहरूमा बोले भनेर प्रेरितको कर्मले स्पष्ट गर्दछ। बाइ द वे हुनसक्छ आज चर्चमा हाम्रो विश्वासी जीवनमा यस्ता कतिवटा अनौठो कुराहरू यदि हामी पाउँछौँ भने त्यसको रेफरेन्स यदि हामी बाइबलमा हेर्छौँ भने हामी त्यो बुद्धिमत्ता होइन, सबै कुराको रेफरेन्स हामी बाइबलमा पाउँदछौँ। अनि सो बाइबलमा हामी प्रेरितको पत्रमा 3वटा ठाउँमा मात्र अन्य भाषामा बोल्यो भनेर त्यहाँ लेखिएका छन्। पहिलो 2 अध्याय, त्यस पछाडि 10 अध्याय, त्यस पछाडि 19 अध्यायमा लेखिएको छ। सो अनि त्यो हरेकपल्ट उनीहरू जब पनि पवित्र आत्माद्वारा उनीहरू विश्वासीहरू अन्य भाषामा बोले त्यसको पछाडि एउटा विशेष कारणहरू छन् है, जसरी 10मा जसरी 19मा अलग अलग कारणहरू छन्। सो अनि प्रेरित 2:17मा कुरा गरिएको अनि यहाँ अर्को कुरो के छ भने अन्तिम दिन भनेर पत्रुसले भन्दै हुनुहुन्छ। जसरी उहाँले प्रचार गर्दा हुँदै उहाँले योएलको भविष्यवक्ताको पुस्तकबाट कोट गरेर उहाँले त्यो प्रचार गर्दै हुनुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ, परमेश्वर भन्नुहुन्छ अन्तिम दिनहरूमा यस्तो हुनेछ, सबै प्राणीहरूमाथि म मेरो आत्माबाट खन्याउनेछु अनि तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन् अनि तिनीहरूका जवानहरूले दर्शनहरू देख्नेछन् र तिनीहरू
का बुढापाकाहरूले सपनाहरू देख्नेछन्। सो बाइ द वे यी कुराहरू चाहिँ योएल भविष्यवक्ताको पत्रलाई जब हामी पढ्छौँ, योएल भविष्यवक्ताले अन्तको दिनहरूको विषयमा कुरा गर्दै हुनुहुन्छ। अन्तको दिन अथवा परमप्रभुको दिन भनेर त्यहाँ लेखिएको छ। सो परमप्रभुको दिन चाहिँ कहिलेदेखि सुरुवात हुँदछ भने जब चर्च ऱ्याप्चर हुँदछ त्यहाँदेखि सुरुवात हुँदछ होइन। 7 वर्षको महासङ्कष्टको समय, त्यस पछाडि येशू ख्रिस्टको 1000 वर्षको उहाँको राज्यको समयलाई परमप्रभुको दिन अथवा डे अफ द लर्ड अङ्ग्रेजीमा भन्दछन् होइन। अनि सो यो वचन चाहिँ त्यो त्यो समयको विषयमा तोकेर भविष्यवक्ता योएलले भविष्यवाणी गर्दछन्। अनि यो भविष्यवाणीको त्यो भविष्यवाणी अनुसारको त्यो समयको अन्तको दिनको त्यो समयको कुराहरूको सानो सानो लक्षण चाहिँ यहाँ के अरे प्रेरित 2 मा भएको हो भनेर पत्रुसले स्पष्टीकरण दिँदछ है। सो अनि 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 सो अहिले चाहिँ अन्तको दिन होइन हो, अन्तको दिनको हामी नजिकै छौँ, तर अन्तको दिनले हमेसा त्यो 7 वर्ष र 1000 वर्षलाई सङ्केत गर्दछ। सो अनि जुन चिन्ह र चमत्कारहरू पवित्र आत्माले यो गर्नुभयो, यो अन्तिम दिनहरूको एक झलक मात्र थिए है। सो अनि त्यसरी नै अब मुख्य आजको 2वटा पोइन्टमा हामी जानेछौँ। पहिलो कुरो चर्चको सुरुवात। चर्चको सुरुवात कसरी भयो? जसरी प्रभु येशूले मत्ती 16:18 मा भन्नुभयो, म मेरो कलीसियालाई म निर्माण गर्नेछु। सो कलीसिया अथवा चर्च प्रभु येशूको हो। अनि हरेक चर्च जो सही चर्च होइन, प्रभुको पवित्र लहुले किनिएका चर्च हुन् अनि त्यो परमेश्वरको इच्छाले स्थापित गरिएको चर्च हुन्। सो चर्च परमेश्वरको विचार र परमेश्वरको कार्य पनि हुन्। यो मानिसको आफ्नो विचार र कार्य होइनन् होइन। चर्चले परमेश्वरलाई कतिवटा चर्चले परमेश्वरलाई महिमा नदेलान्, कतिवटा विश्वासीहरू विभिन्न सोचहरूमा होलान्, तर चर्च परमेश्वरको इच्छा अनुसार संसारमा छन् अनि त्यो चर्चको भागीदारी तपाईँ र म पनि हो। सो त्यो चर्चको सुरुवात कसरी भयो त? हामी देख्दछौँ पवित्र आत्मा आउनुभयो प्रतिज्ञा अनुसार विश्वासीहरूमाथि अनि पत्रुसले प्रचार गर्दछन्। हामी त्यहाँ देख्दछौँ उहाँको प्रचारद्वारा 3000 मानिसहरू उद्धारमा आए। अनि उहाँको प्रचारमा एउटा अद्भुत कुरा के थियो भने उहाँले आफ्नो प्रचारमा प्रभु येशू ख्रिस्टको क्रुसको मृत्यु, गाडिने अनि मृत्युबाट जी उठेका कुराहरू उहाँको सुसमाचार प्रचारमा थिए। अनि आज हाम्रो सुसमाचारमा पनि त्यही कुरो हुन आवश्यक छ। प्रभु येशू ख्रिस्टको क्रुसको मृत्यु, गाडिएको, मृत्युबाट जी उठेको। प्रभुले भनेअनुसार उहाँले आफ्नो चर्चलाई सुरुवात गर्नुभयो अनि त्यो सुरुवात पेन्टिकस्टको दिन मा भएको थियो, जो एक तरहले हामी भन्न सक्दछौँ कि यहुदीहरूको अब अथवा पुरानो व्यवस्थाको समय खतम भएर अब होइन परमेश्वरले चर्चलाई सुरुवात गर्नुभएको छ। चर्चको एउटा उद्देश्य छ होइन। सो अनि हामी देख्दछौँ चर्च त्यो चर्चको सुरुवातमा पहिलो प्रचारक थिए पिटर। अनि पिटर जसले प्रभु येशू ख्रिस्टलाई 3 पल्ट म चिन्दिनँ तपाईँलाई भनेर भन्नुभयो, म उहाँलाई चिन्दिनँ भनेर इन्कार गर्नुभएको थिएँ भने यो त्यही पत्रुस हो जो ब्याकस्लाइड भएर विश्वासबाट हटेर अरूलाई पनि उसँगै विश्वासबाट हटाएर उसँग माछा मार्नपट्टि लगेका छन्, पुरानो धन्दामा लगेका छन्। सो चर्च इतिहासले बताउँदछ परमेश्वरले मानिसलाई प्रयोग गर्नुहुन्छ होइन। पत्रुसको जीवनलाई हामी हेर्दाखेरि परमेश्वरले कसलाई प्रयोग गर्नुहुन्छ आफ्नो चर्च निर्माण गर्नको लागि, जो एभाइलेबल छ अथवा उपस्थित छ।
हैन, जो परमेश्वरको वचन र ज्ञानद्वारा भरिएको छ। तेस्रो, जसको जीवन पवित्र आत्माद्वारा भरिएको छ अनि जो इच्छुक छ प्रभुको कार्यको लागि। परमेश्वरले त्यस्ता व्यक्तिलाई प्रयोग गर्नुहुन्छ उहाँको आफ्नो चर्च स्थापना गर्नको लागि। अनि प्रेरित 2 मा चर्चको निर्माण यस प्रकारले भएको छ है। सो प्रभुका चेलाहरू जो उहाँका वचनमा तालिम पाएका, पवित्र आत्माद्वारा उनीहरू भरिए, सामर्थ्य पाए अनि उनीहरू एकसाथ प्रभुले भन्नुभएको ठाउँमा भेला हुनुभएका थिए हैन। अनि उनीहरू त्यस पछाडि उनी पत्रुसले सुसमाचार प्रचार गरे, 3000 मानिसहरू उद्धारमा आए। त्यस पछाडि हामी देख्दछौँ चर्चको सुरुवात भएको, अनि जो आज पनि हामी त्यही चर्चको कन्टिन्युएसनमा छौँ, निरन्तरतामा छौँ। अनि दोस्रो कुरो, त्यति बेला चर्चले के गर्थे त हैन, चर्चको मौलिक आधारभूत शिक्षाहरू के थिए त? यदि प्रेरित 2 को 42 देखि 47 सम्म हामी हेर्छौँ भने चर्चले उनीहरू आराधना गर्न, प्रभुको शिक्षामा लागिरहन, प्रेरितहरूद्वारा शिक्षामा लागिरहन, सिकिरहन, सुनिरहन, प्रतिदिन सङ्गतिमा उनीहरू बनिरहे अनि त्यस पछाडि सुसमाचार र मिसनहरू। सो देहको जीवन सबै विश्वासी एकसाथ यी कुराहरूमा निरन्तर लागिरहेका थिए हैन। ती विश्वासीहरू जो भर्खर विश्वासमा आएका विश्वासीहरू संसारको विभिन्न ठाउँहरूबाट आउनुभएका थिए। यी कुरा सारा प्रेरितको पत्रमा हामी पाउँछौँ। चर्च अब यरुसलेमदेखि यहुदिया, सामरिया, त्यहाँदेखि रोमन साम्राज्यको जहाँ जहाँ रोमन साम्राज्य फैलिएको छ त्यहाँ त्यो पहिलो समयमा चर्चहरू पुगेका छन्। अनि इनफ्याक्ट त्यस कुनै समयहरूमा थोमा पनि प्रभु येशू ख्रीष्टको चेला पनि भारत आउनुभएका थिए अनि भारतमा सुसमाचार प्रचार गर्दाखेरि उहाँलाई दक्षिण भारतमा मारिएको पनि छ। अनि आज हामी पनि यदि यही कुरा गर्न चाहन्छौँ भने हामीलाई सर्वप्रथम देहको जीवन, चर्चमा एक दुसरालाई निर्माण गर्ने कुराहरू, हराएको मानिसलाई उद्धार हैन। सो यदि यी कुराहरू हामी हाम्रो बिचमा देख्न चाहन्छौँ भने हामी चर्चमा, शिक्षामा, प्रभुका सङ्गतिमा, विश्वासीहरूसँगको सङ्गतिमा, सुसमाचारमा जब हामी लागिरहन्छौँ तब परमेश्वरले आफ्नो चर्चलाई निर्माण गर्नुहुन्छ। सो प्रश्न छ, के हामी परमेश्वरको महिमा गर्ने अथवा के हाम्रा चर्चले परमेश्वरको महिमा गरेका छन् त? सो परमेश्वरले हामी सबैलाई आशीर्वाद गरेका हुन्। गॉड ब्लेस यू।